जब म सानो थिएँ टेलिभिजनमा देखाइने अफ्रिकाको अवस्था सधैँ एउटै हुन्थ्यो। भोकले ग्रस्त अनुहार, फोहोर झिँगा मडारिएका, अस्तव्यस्त, गरिबी, सुक्खा जमिन, हतियार र मृत्यु। हामी पनि यो यस्तै हो भनी स्वीकारेका थियौँ। तर यो झुट रहेछ। हाम्रो सम्पत्तिमा विदेशी कम्पनीले एकाधिकार गर्दै हामीलाई दास बनाई यो अवस्थामा बस्न बाध्य बनाएको रहेछ। यो भनाइ अहिले निकै चर्चा र परिचर्चाको विषय बनेको छ। यो भनाइ राख्ने व्यक्ति एक 37 वर्षीय कार्यवाहक कलिलो राष्ट्रपति इब्राहिम ट्राओरे हुन्। आजको यस श्रृङ्खलामा हामी बुर्किना फासोका वर्तमान अन्तरिम राष्ट्रपति सेनाध्यक्ष इब्राहिम ट्राओरेको बारेमा चर्चा गर्न गइरहेको छ। सुरु गर्नुभन्दा पहिले हामीले बुर्किना फासोको सामान्य जानकारीबाट गरौँ। यो देशको आधिकारिक स्थापना 5 अगस्त 1960 मा अप्पर भोल्टा नामले स्थापना भयो। तर सन् 1983 मा थोमस सान्कारा सत्तामा आएपछि फ्रान्सको लामो समयको उपनिवेशमा बसेको नामबाट जोडिएको र उक्त नाम परिवर्तन गर्न आवश्यक रहेको ठानी 4 अगस्त 1984 मा बुर्किना फासो नाम राखे, जसको अर्थ हुन्छ इमानदार मानिसको मातृभूमि। यो पनि नेपाल जस्तै भूपरिष्ठित देश हो। यसको क्षेत्रफल 2,47,200 वर्ग किलोमिटर रहेको छ। यसको जनसङ्ख्या झन्डै 2 करोड 30 लाख रहेको छ। फ्रेन्च लगायत स्थानीय मौसी भाषा बोलिन्छ। धर्मको कुरा गर्दा 65% मुस्लिम र 23% इसाई रहेका छन्। सन् 1896 देखि 1960 सम्म फ्रान्सले 64 वर्ष शासन गरेको थियो। 1960 मा स्वतन्त्र भए पश्चात यस बुर्किना फासोमा शासन गर्ने राष्ट्र प्रमुखको बारेमा सरसर्ती जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिला मौरिस यामेआगो। यिनको कार्यकाल सन् 1960 देखि 1966 सम्म शासन गरे। तर उनको एकदलीय नीतिका कारण जन असन्तुष्टि बढ्न गई सत्ताबाट हटाइयो। त्यसैगरी सङ्गौले लामिजाना सन् 1966 देखि सन् 1980 सैन्य कू मार्फत सत्तामा आए। सैन्य र नागरिक शासनको मिश्रित नेतृत्व गरे। सन् 1978 मा निर्वाचन जिते पनि, तर पनि 1980 मा उनलाई सत्ताबाट हटाइयो। त्यसैगरी अर्का राष्ट्रपति थोमस सान्कारा सन् 1983 देखि 1987 सम्म उनको कार्यकाल रह्यो। उनी मार्क्सवादी क्रान्तिकारी नेता थिए, जसले देशको नाम समेत परिवर्तन गरेका थिए। उनलाई अफ्रिकाको चे गेभेरा नामले समेत चिनिन्थ्यो। उनैका विश्वासपात्र ब्लेस कम्पाउरेले हत्या गरी सत्तामा आए। उनी सङ्गीत प्रेमी र सेनालाई सङ्गीत सिक्न प्रोत्साहन गर्ने खालका राजनेता थिए। त्यसैगरी अर्का राष्ट्रपति ब्लेज कम्पावरे। उनको कार्यकाल सन् 1987 देखि सन् 2014 सम्म रहेको थियो। उनलाई राष्ट्रिय राजनीतिभन्दा पनि पश्चिमा देशसँग सम्बन्ध सुदृढ गरेको आरोप थियो। संविधान संशोधन गरी सत्ता लम्ब्याउन चाहन्थे, तर जनआन्दोलन र सैनिक कू मार्फत सत्ताबाट हटाइयो। त्यसैगरी रोज मार्क क्रिस्चियन कोबोरे। उनले सन् 2015 देखि सन् 2022 सम्म शासन गरे। उनी पहिलो गैर सैनिक पृष्ठभूमिका राष्ट्रपति थिए, जसले सैन्य शासनको लामो इतिहासलाई तोडे। उनको शासनकालमा आतङ्कवादी गतिविधि वृद्धि भएको र सेनालाई पर्याप्त फन्ड नदिएको आरोपमा सत्ताबाट हटाइयो। अन्त्यमा इब्राहिम ट्राओरे सन् 2022 को सेप्टेम्बरमा सैनिक कू मार्फत उनले पल हेन्ने सान्डागो दामिवालाई सत्ताच्युत गरी बुर्किना फासोको नेतृत्व सम्हाले। उनको उदयले राजनीतिमा नाटकीय परिवर्तन ल्याएको छ। विशेष गरी पान अफ्रिकी दृष्टिकोण, फ्रान्सेली प्रभाव विरुद्धको कठोर र साहेल क्षेत्रको साम्राज्यवादी विरोधी अभियानले उनलाई विश्वभरि चर्चा बनाएको छ। ट्राओरेको नेतृत्वमा प्राय थोमस सान्काराको क्रान्तिकारी युगसँग तुलना गरेको छ। सान्काराले बुर्किना फासोलाई सन् 1980 को दशकमा नव उपनिवेशवादबाट मुक्त गर्न र स्वावलम्बी बनाउने प्रयास गरेका थिए। ट्राओरेको सान्काराको अधुरो सपना पुनर्जन्म दिन खोजेका हुन् कि भन्ने विश्वास गर्न सकिन्छ। सन् 1988 14 मार्चमा बुर्किना फासोको सामान्य गाउँमा जन्मिएका ट्राओरे ग्रामीण पृष्ठभूमिको रहेको छ। सन् 2000 मा माध्यमिक शिक्षा देशकै ठुलो सहर बोबो दिल्लोसम्म लिए। बागदादको विश्वविद्यालयबाट
जियोलोजी अध्ययन पुरा गरेका थिए। सन् 2010 मा टावरे सेनामा प्रवेश गरे। सन् 2012 मा प्रारम्भिक प्रशिक्षण पुरा गरी लेफ्टिनेन्टमा नियुक्त भए। सन् 2014 मा मोरक्कोको रजातमा रहेको सैनिक प्रशिक्षण केन्द्रले उनलाई आधुनिक युद्ध रणनीति, काउन्टर टेरोरिज्म, सैनिक कलामा दक्ष बनायो। सन् 2018 मा उनी सेनाका क्याप्टेन भए। उनकै नेतृत्वमा भएको सैन्य इकाइले साहेल क्षेत्रमा आतंकवादी समूह विरुद्धको महत्त्वपूर्ण अभियानहरू सञ्चालन गर्यो। उनले फ्रान्सको नेतृत्वमा रहेको अपरेसन बारखानीको प्रभावकारितामाथि प्रश्न उठाए, जसको उद्देश्य साहेल क्षेत्रमा आतंकवाद विरुद्ध लड्नु थियो। तर त्यसको ठिक विपरीत उक्त सैन्य उपस्थितिले आतंकवाद समापन गर्नुको सट्टा बढाएको उनको जिकिर छ, जसले बुर्किना फासोको सम्प्रभुतामाथि हस्तक्षेप मात्र गरेको आरोप लगायो। सत्तामा उदय सन् 2022 बुर्किना फासोको इतिहासमा अस्थिरताको वर्ष थियो। जनवरी 2022 मा राष्ट्रपति मार्क क्रिस्टियन कोबरो सत्ताबाट हटाइएपछि पल हेन्नी सान्डा आगो दामिबा अन्तरिम राष्ट्रपति बने। दामिबाले आतंकवाद नियन्त्रण गर्ने र देशलाई स्थिरता प्रदान गर्ने वचन दिए। तर उनको शासनकालमा आतंकवाद गतिविधिहरू बढे। फ्रान्ससँगको सहकारीले जनता र सेनामा असन्तुष्टि चुल्यो। 30 सेप्टेम्बर 2022 मा सेनाले दोस्रो कु गर्यो। इब्राहिम टावरे र उनको टुकुटले सरकारी भवन र राष्ट्रिय टेलिभिजन कब्जा गर्यो। दामिबालाई सत्ताच्युत गरी आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे। बागादुमै हजारौं मानिसहरू सडकमा उनको समर्थनमा नारा लगाउन निस्के। उनलाई विशेषतः युवा उमेर, सैन्य अनुभव र फ्रान्स विरोधी गतिविधिले लोकप्रिय बनायो। उनले आफ्नो देशलाई स्वतन्त्र, सम्प्रभुता र गौरवमय बनाउने प्रतिबद्धता गरे। टावरेका वर्तमान नीतिहरू। फ्रान्ससँगको सैन्य विच्छेद। टावरे सत्ता सम्हाल्न साथ फ्रान्ससँगको सैन्य सम्बन्ध तोड्ने निर्णय लिए। सन् 2023 को प्रारम्भमा फ्रान्सेली सेनाहरूलाई देश छोड्न आदेश दिए। उनको यस कदमले बुर्किना फासोका जनतामा उनको लोकप्रियता बढ्यो। त्यसैगरी साहेल राष्ट्रको गठबन्धन गठन। सन् 2023 मा माली र नाइजरसँग मिलेर एलायन्स अफ साहेल स्टेट स्थापना गरे। यो गठबन्धनले पश्चिमा प्रभाव विरुद्ध क्षेत्रीय एकता र सहकारीलाई जोड दिन्छ। त्यसैगरी आर्थिक स्वावलम्बन। उनको यो नीतिले देशको सुनखानी लगायत अन्य विदेशी लगानी गरेका खानीहरूमा राष्ट्रियकरण गर्ने प्रक्रिया अवलम्बन गरेका छन्। त्यसैगरी आतंकवाद विरुद्धको लडाईँ। उनले आतंकवाद विरुद्धको आन्तरिक सैन्य क्षमता बलियो बनाउन जोड दिए। उनले स्थानीय स्वयंसेवक भोलिन्टियर्स फर द डिफेन्स अफ होमल्यान्ड VDP लाई प्रशिक्षण र हतियार वितरण गरी सैन्य रणनीति परिवर्तन गरे तापनि उनको यो नीति सफल हुन सकेन। त्यसैगरी प्यान अफ्रिकी विचारधारा। अफ्रिकी देशहरू एकजुट भएर साम्राज्यवाद र नव उपनिवेशवादको विरुद्ध लड्न आह्वान गरेका छन्। सन् 2025 अप्रिल 30 मा भएको बैठकमा उनले सबै एकजुट भएर अफ्रिकालाई स्वतन्त्र, गरिमामय र संयुक्त बनाउने प्रयासमा जोड दिए, जसले अफ्रिकी आन्दोलनका समर्थनमा लोकप्रियता बढाएको छ। क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभाव। टावरेको नेतृत्वले साहेल क्षेत्र र समग्र अफ्रिकामा ठूलो प्रभाव पार्दै देखिन्छ। उनको यो नीति माली, नाइजर, अन्य अफ्रिकी देशहरूमा पश्चिम प्रभाव कम हुने तथा रुस र चीनसँगको सहकार्यले पश्चिमी देशमा चिन्ता बढाएको छ। रुस र चीनसँगको सम्बन्ध। उनले रुस तथा चीनसँग सहकार्य गरेका छन्। रुसी सैन्य प्रशिक्षकहरू आमन्त्रण गरे भने चिनिया कम्पनीहरूलाई सुनखानी तथा पूर्वाधार विकासमा लगानीका लागि सम्झौता गरे। अब उनका चर्चित भनाइहरूमा, मैले तिमीहरूलाई हेरिरहेको छु, CNN, BBC, फ्रान्स 24, म तिमीहरूका हरेक झुटहरूलाई रेकर्ड गरिरहेको छु, म तिमीहरूले बढोत्तरी गरेका कथाहरूलाई सङ्ग्रह गरिरहेको छु, म इब्राहिम टावरे हुँ र अब म तिमीहरूको नकाब उतारिरहेको छु। जुन 2, 2025 मा आएको उनको यो भनाइ पश्चिमी मिडियाहरूप्रति आक्रोश देख्न सकिन्छ, तर यसको कुनै आधिकारिक पुष्टि भने भएको छैन। त्यसैगरी हामी आफ्नो सुन आफै खन्नेछौँ, फ्रान्सका लागि होइन, बरु हाम्रो जनताका लागि। अप्रिल 23, 2025 मा आएको यस भनाइले विदेशी कम्पनीको दबावलाई प्राकृतिक स्रोतमाथिको शोषण इङ्गित गर्छ। त्यसैगरी हामी एकजुट भएर अफ्रिकाको स्वतन्त्रता, गरिमा र सम्प्रभुता बनाउनेछौँ। हाम्रो स्रोतहरू हाम्रा हुन्,
र हामी तिनीहरूलाई हाम्रो जनताका लागि प्रयोग गर्नेछौँ। 30 अप्रिल 2025 अफ्रिकन देशहरूको बैठकमा भनेको उनको यस भनाइबाट पश्चिमा देशको प्रभावबाट मुक्त भई क्षेत्रीय एकतालाई प्राथमिकता दिन्छ। त्यसैगरी आतंकवाद साम्राज्यवादी शक्तिहरूले हाम्रो देशलाई नियन्त्रण गर्न वाहनाको रूपमा प्रयोग गरेका छन्। हामी हाम्रो सेना र जनता मार्फत यो लडाइँ लड्नेछौँ। विदेशी सेनाबाट कुनै आशा छैन। उनको यस भनाइ फ्रान्स विरोधी नीति र आत्मनिर्भर सैन्य रणनीतिको आधार हो। त्यसैगरी बुर्किना फासो कसैको कठपुतली बन्ने छैन। हामी हाम्रो भविष्य आफै लेख्नेछौँ। हाम्रा जनता सम्मान र स्वतन्त्रताको जीवन बाँच्नेछन्। सन् 2025 सत्तामा आएपछि उनको पहिलो सम्बोधन थियो। अन्तमा ट्राउरेको नेतृत्व अल्पकालमा लोकप्रिय र प्रभावकारिता देखिन सक्ला। विशेष गरी उनको राष्ट्रवादी र पश्चिमा विरोधी अडानले जनताको समर्थन प्राप्त गरेको छ। तर दीर्घकालीन रूपमा उनको सफलता सुरक्षा, आर्थिक विकास र समावेशी शासनमा कति प्रगति गर्न सक्छ भन्ने कुरामा निर्भर हुन्छ। यदि उनले सैनिक शासनबाट लोकतान्त्रिक प्रणालीमा सन्तुलन गर्न सकेनन् वा आतंकवादी र गरिबी जस्ता प्रमुख समस्याहरू हल गर्न असफल भयो भने उनको नेतृत्व कमजोर हुने कुरा पक्का छ। यति भन्दै म पनि बिदा माग्छु। हस्त नमस्कार।